ल है समुद्रको छेउमा आइपुगे आजको फेरि नेक्स्ट डेको चाहिँ टुर बाहरू नि भाइ ओर्लिँदैछ ल्यान्ड क्लोजरमा भाइले ए हो ल ठिकै छ त यही हो यस्तो सर्फ बाहिर छ दामी दामी रहेछ दामी के ठाउँको नाम के अरे क्रिस्टी यहाँ काजी छोरी चाहिँ सास फेर्न नसक्ने भइसक्यो सासै फेर्न नसक्ने भयो काजी छोरी चाहिँ है गाइस यो के ठाउँ अरे भान्जी एलेक्ट्रो पार्क भन्ने यो चाहिँ हो बिचमा छौँ हामी अहिले दिदी भिनाजु आउनु हुँदैछ उता मान्छेहरू माथि पहाडतिर चढ्दैछौँ हामी एकदमै हाइकिङमा छौँ अहिले अघि चाहिँ एकछिन पानी आएर थियो नरमाइलो नरमाइलो भएर त अहिले चाहिँ ब्युटिफुल सहर काठमाडौँ सहर हेर्दा लाग्छ र हेलो हेलो आउँदै हुनुहुन्छ हाम्रो भिनाजु प्रेम कता गयो दोडी चाहिँ दोडी कहाँ पुगे हाम्रोमा करिश्मा र उची माथि गइरहेछन् होइन करिश्मा र झर्ना ल एकदमै यसो फ्यामिली एडिलेकबाट चाहिँ 45 मिनट जति लाग्दछ हो यस्तो रमाइलो बा चाहिँ पर राखेको छ गाडीमा भाइसँग हिँड्न सक्नु भएन कुमा छ हाम्रो गाडी त्यहाँ हुनुहुन्छ भाइ र बाबा के रहेछ यिनै हुन् हामी करिश्मा ल थ्याङ्क यू सो मच फर वाचिङ अर्को भिडियो आउँछ फेरि चाहिँ आज अर्को बिचतिर आएको छौँ आज के बिच चाहिँ 18 टन कि के बिच भन्ने यहाँबाट जान मिल्छ मिल्दैन होला लडिन्छ नि एकदमै रमाइलो ठाउँ छ एडिलेकबाट चाहिँ लगभग हामीलाई त्यस्तै 45 मिनट जति ड्राइभ लाग्यो अनि हामी यहाँ अहिले यतातिर छ बहिनीहरू चाहिँ आउँदैछन् उताबाट चिसो छ है सिडनीमा अहिले सिडनी अरे एडिलेकमा चाहिँ ल्याउने भाइ चाहिँ उयो ड्राइभर चाहिँ के हो फोटो खिच्न पाइँदैन क्या टेन्ट पारेर ए बाबाहरू पनि आउनु रहेछ खोइ बहिनीहरू आएको नि त हामी जाँदै गरौँ न अघि तल पुगेछ त केटीहरू त ऊ तल क्रिस्टीहरू उहाँ छन् क्रिस्टी र सोफी अघि तल पुगे क्रिस्टी तल पुगेछ जाँदैछ कतिको ढुङ्गा क्रिस्टी र सोफी चाहिँ यहाँ स्टोन खोजिराखेका छन् what kind of stone you guys looking for? Oh, really? What is that? Seashell. Seashell, oh.
ओके खुट्टामा सबै सेम पर्छ पाउमा धुँदा हुन्छ नि पानीमा अनि पानीमा आएर झन् चिसो हुन्छ चिसो छ पानी मलाई के छ यहाँ खोज्दैछ नि ढुङ्गा हामी अहिले यो wow It's not even it's a very nice place